अल्छी मानिस र सुनको वरदान। कुनै समय सहरभन्दा केही टाढा एउटा सुन्दर गाउँ थियो। गाउँका सबै मानिसहरू धेरै मेहनती थिए, तर त्यही गाउँमा एकजना अधवैँसे पुरुष भने अत्यन्तै अल्छी थियो। अरू मानिसले काम गरेको देखेर ऊ खिसिटिउरी गर्थ्यो, तर साँझ परेपछि आफ्नो हातमुख जोड्ने समेत केही नभएको देख्दा भने ऊ निकै दुखी हुन्थ्यो। एक दिनको कुरा हो, एकजना योगी घुम्दै घुम्दै त्यस अल्छीको घरमा आइपुगे। योगीले भिक्षा मागे। अल्छीले भन्यो, मसँग त आफूलाई खान समेत केही छैन, म कसरी भिक्षा दिउँ? उसको कुरा सुनेर योगीलाई दया लाग्यो। योगीले उसलाई एउटा इच्छा पुरा गरिदिने बताए। अल्छी खुसी हुँदै भन्यो, मैले जे छोए पनि सुन भइजाओस्। योगीले तथास्तु भने र आफ्नो बाटो लागे। अब अल्छी मानिस निकै खुसी भयो। उसलाई आफूले पाएको वरदानको परीक्षण गर्न मन लाग्यो। उसले नजिकै रहेको ढुङ्गा छोयो। ढुङ्गा त तुरुन्त सुनमा परिणत भयो। यो देखेर ऊ औधी खुसी भयो। उसले माटो छोयो, त्यो पनि सुन भयो। उसले घर छोयो, उसको आफ्नो घर नै सुनको भयो। त्यसपछि यो देखेर पनि ऊ अझै धेरै खुसी भयो। उसले फुलहरू छोयो, ती सबै सुन भए। अब उसको खुसीको सीमा नै रहेन। उसले सोच्यो, यो सुन बेचेर सहरबाट धेरै खानेकुरा किनेर ल्याउँछु। ऊ सुन बोकेर सहर गयो। सुन पसलमा गएर सुन बेच्यो। पसलेले उसलाई पैसा दियो, तर अचम्म, पैसा त अचानक सुनमा बदलियो। उसले सोच्यो, सुनसँगै खानेकुरा साट्नु पर्ला। ऊ पसलमा गएर सुनसँग खानेकुरा साट्यो, तर उसले खानेकुरा छुने बित्तिकै त्यो पनि सुन भइहाल्यो। अब उसले खानै सकेन। भोकले छटपटिँदै उसले पानी खान खोज्यो, तर पानी पनि सुन बन्यो। अब ऊ डरायो। उसले केही पनि खान नसक्ने भयो। त्यसपछि मात्र उसको आँखा खुल्यो। उसले बुझ्यो कि मेहनत बिना पाएको फल न निल्नु न उकल्नु जस्तै हुने रहेछ। त्यस दिनदेखि अरू गाउँलेहरूले जस्तै उसले पनि मेहनत गरेर खान थाल्यो, मेहनत गरेर कमाउन थाल्यो। धन्यवाद।